हेलो साथीहरू, आज म तपाईहरुलाई एससीको रिजल्ट अब केही बेर नै बाँकी रहेको छ। अब 8 बजे फेरि एससीको रिजल्ट प्रकाशित हुने सम्भावना रहेको छ। आज म तपाईहरुलाई एससीको रिजल्ट कहाँ र कसरी हेर्ने भने त्यो वेबसाइट बताउने छु। वेबसाइट म तपाईहरुको अगाडि वाला भिडियोमा पनि बताएको थियो। तपाईहरुलाई कलेज इन्फो नेपालबाट सर्च गरेर हेर्न सक्नुहुन्छ। तर अहिले म तपाईहरुलाई अर्को वेबसाइटबाट हेर्न र कसरी हेर्ने तपाईहरुलाई बताउँछु। जसो कि भयो हेर्नुस्, तपाईहरु यसबाट कलेज इन्फो नेपालबाट पनि हेर्न सक्नुहुनेछ। यो भिडियो म पहिला नै डालिसकेको छु। यो च्यानलमा गएर तपाईहरु हेर्न सक्नुहुनेछ। अनि म आज तपाईहरुलाई अर्कै वेबसाइटबाट हेर्न सक्नुहुन्छ। यसबाट त तपाईहरु बुझि नै सकेको होला। अनि म तपाईहरुलाई अर्को वेबसाइट भन्न गइराखेको छु। हेर्नुस्, कलेज इन्फो नेपालबाट पनि तपाईहरु हेर्न सक्नुहुन्छ। अनि यसको अर्को पनि वेबसाइट छ जुनबाट तपाई एससीको रिजल्ट हेर्न सक्नुहुन्छ। जस्तै कि म यता सर्च गर्छु नेपाल एजुकेशन.com सर्च गरेर तपाईको फर्स्टमा यो एनईबी एजुकेशन आउँछ। अनि तपाईहरु यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ। यसमा क्लिक गर्दाखेरि तपाईको अगाडिमा वेबसाइटमा यो मतलब तपाईको डिस्प्लेमा यो शो गर्छ। अनि तपाईको अगाडिमा यो शो गर्दाखेरि तपाईहरुको अगाडिमा हेर्नुस्, जस्तै कि एससी जीपीए क्याल्कुलेटर रहेको छ, एससी रिजल्ट रहेको छ, बीएलडी रिजल्ट रहेको छ। अनि मलाई एससीको रिजल्ट हेर्नु छ त के गर्ने, एससी रिजल्टमा क्लिक गर्ने। एससी रिजल्टमा क्लिक गर्दाखेरि तपाईहरुको अगाडि पहिला यसलाई हटाउने, यो एडहरु आउँदै रहन्छ। अनि तपाईहरुको तल आउँदाखेरि हेर्नुस्, तपाई आफ्नो सिम्बल नम्बर दिनुस्। सिम्बल नम्बर दिँदाखेरि जस्तै कि म कुनै हाल्छु यसमा, जस्तै कि हेर्नुस् म कुनै हाल्दाखेरि हेर्नुस् अब यसमा अहिले शो गरिरहेको छ रिजल्ट हैज नॉट बीन पब्लिश्ड गेट इट विल बी पब्लिश्ड फ्यू आवर। यसको अर्थ भयो अहिले रिजल्ट पब्लिश भएको छैन, पब्लिश हुने केही टाइम बाँकी रहेको छ। यसबाट पनि तपाई हेर्न सक्नुहुन्छ। अब यसबाट तपाईहरु फेरि एकचोटी रिपिट गरौँ। एनईबी एजुकेशन.com गएर सर्च गर्नु होला। क्रोम अथवा गुगलमा गएर सर्च गर्दाखेरि यो तपाईको गाडीमा आउँछ। अनि कलेज इन्फो नेपालबाट तपाई पनि हेर्न सक्नुहुन्छ। यसको लागि धेरै थुप्रै वेबसाइटहरु रहेको छ। अनि तपाईहरु सिम्पली यसबाट हेर्न सक्नुहुनेछ। तपाईहरु यो भिडियो हेरेर कस्तो जानकारी भयो भने तपाईहरु कमेन्टमा भन्नु होला। धन्यवाद।